आजको खेल पनि रोचक भएको थियो, ब्राजिलको र नर्वेको। अब पोर्चुगल र स्पेनको जापानको समयअनुसार 4 बजे खेल हुँदैछ बिहान। अब यो खेलमा यदि पोर्चुगलले जित्यो भने सम्भवतः अब फाइनलमा जाने भनेको पोर्चुगल र अर्जेन्टिना होला जस्तो मलाई लाग्छ, मेरो विचारमा। तपाईँको विचारमा के लाग्छ? तपाईँले आफ्नो विचार कमेन्टमा पनि लेख्न सक्नुहुन्छ। र अहिलेको यो वर्ल्ड कप कसले जिते हुन्थ्यो जस्तो लाग्छ हजुरलाई भनेर कसैले सोध्यो भने मेरो विचारमा मैले पोर्चुगललाई भन्छु। किन त भन्दा पोर्चुगलले अहिलेसम्म वर्ल्ड कप जित्न सकेको छैन। अब रोनाल्डोको पनि अन्तिम क्षण आएको छ। सम्भवतः अब अर्को वर्ल्ड कपमा खेल्छ कि खेल्दैन भन्ने धेरैलाई गुनासो पनि छ। सम्भवतः नखेल्न पनि सक्ला। तर यो अहिलेको वर्ल्ड कप पोर्चुगलले जित्यो भने साँच्चीकै धेरैलाई खुसी मिल्नेछ। हुन त अर्जेन्टिनाको पनि उत्तिकै फ्यान छन्। अर्जेन्टिनाले जित्दी हुन्थ्यो जस्तो पनि लागेको होला। तर अर्जेन्टिनाले योभन्दा अगाडि जितिसकेको छ, मेसीले पनि जितिसकेको छ र गोल्डेन बुट भनेको मेसीलाई दिने र यो अहिलेको फिफा वर्ल्ड कप पोर्चुगलले लैजान पर्छ भनेर मेरो अनुभव तपाईँहरूलाई मैले सेयर गरेँ। तपाईँको विचारमा के लाग्छ? के पोर्चुगल र अर्जेन्टिना फाइनलमा पुग्छन्? दुईटाको आमने सामने होला त? तपाईँलाई आफूलाई लागेको विचार कमेन्टमा लेख्न नभुल्नु होला।